हेलो साथीहरू, वेलकम छ तपाईँहरूलाई मेरो ब्लगमा। आज चाहिँ मैले अगाडि नै भोइस ओभर गरिरहेको छु किनकि भिडियो अलिकति राम्रो भएको थिएन कि मेरो भोइसहरू, त्यही भएर। अनि हामी चाहिँ आज काउसती महोत्सव जानलाई रेडी भएर पनि गइसकेको छौँ साथीहरू। काउसती महोत्सवको रहल पहल यस्तो थियो। हामी भित्र पस्दाखेरि साथीहरू धमाका हुनेवाला छ। अहिले पछिको भिडियोहरू तपाईँले देख्न सक्नुहुनेछ। अनि त्यहाँको डिजे मलाई एकदमै यस्तो खतरा लाग्यो नि। आजको यो महोत्सवमा डिजे एकदमै खतरा थियो। अनि पल्साको इन्ट्री पनि एकदमै खतरा हुनेवाला थियो साथीहरू। अनि हामी चाहिँ पहिले खाजा खानेतर्फ गयौँ। अनि खाजा खानको लागि हामीले चाहिँ खाजाहरू रेडी गऱ्यौँ। खाजामा थियो हाम्रो मोमो र चाउमिन। अनि फाइदाको कुरा चाहिँ हामी पानी घरबाटै लिएर गएको थियौँ कि यही पानी देख्नुभयो नि, त्यही पानी। अनि हामी चाहिँ त्यहाँनिर डान्सहरू हेरेँ। अनि डान्स हेरिसकेपछि साथीहरू डिजे आउँछ। डिजे एकदमै मन पर्यो मलाई चाहिँ। अनि साथीहरू डिजे हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यो भोइसलाई यतिकै राख्दै तपाईँहरूलाई पनि डिजे रमाइलो सुनाउन चाहन्छु। मुझसे शादी करोगी, मुझसे शादी नवलपुर कावासोती नमस्कार। जति हुनुहुन्छ नवलपरासी कावासोतीमा जति हुनुहुन्छ तपाईँहरू र जहाँ जहाँदेखि आउनु भएको छ सबैलाई मेरो दुई हात जोडेर नमस्कार छ। दुई हात जोडेर नमस्कार। सँगसँगै जति हुनुहुन्छ आमा बुवाहरू सबैलाई प्रणाम छ, ढोक छ। जति दाइ भाइहरू आउनु भएको छ सबैलाई नमस्कार। दिदी बहिनीहरूलाई नमस्कार छ। भाइ बहिनीहरूलाई माया छ। सानो भाइ बहिनी देखिरहेको छु। र टेक्निसियन साथीहरूलाई पनि एकदम थ्याङ्क यू, नमस्कार छ। जति भोलिन्टियर साथीहरू हुनुहुन्छ, जति सुरक्षामा जति खटिनु भएको छ, नेपाल प्रहरीबाट जति हुनुहुन्छ सायद हुनुहुन्छ होला, उहाँहरूलाई पनि थ्याङ्क यू एकदमै। र आयोजक टिमलाई एकदमै विशेष धन्यवाद छ। सम्पूर्ण जति हुनुहुन्छ आयोजक टिम सबैलाई धन्यवाद छ। तपाईँहरूको यो साथले गर्दाखेरि, तपाईँहरूको सपोर्टले गर्दाखेरि म अहिले आज यहाँ तपाईँहरूको अगाडि आइरहेको छु। सन्चै हुनुहुन्छ होइन? ओके, अलिकति लेट भयो, यसको लागि माफी माग्न चाहन्छु। हामी मान्छे आउँछु तपाईँसँग भेट्न है। हामी एकचोटि बिचमा चाहिँ हामी यहाँ स्काई सर्टको लागि चाहिँ रेडी हुनुहुन्छ कि हुनुहुन्न एकचोटि सोधौँ है। यहाँ होस्ट को हुनुहुन्छ? होस्ट रेडी? ओके, अल राइट, सबै रेडी हुनुहुन्छ? नवलपुरको पावर देखाइदेऊ सारा संसारलाई कति माया गर्नुहुन्छ भनेर म नमस्कार नवलपुर भन्छु। तपाईँहरूले नमस्ते गरेर फोन माथि गरिदिनु होला है त। पहिला टर्च डाउन गर्नुहोस्। ओके, स्काई सर्ट रेडी हो? कावासोती नमस्ते। कावासोती नवलपरासी नमस्कार। सबैलाई धेरै साथको लागि धन्यवाद। तपाईँहरूको नवलपरासीबाट धेरै साथ पाएको छु मैले, धेरै माया पाएको छु मैले। मुरी धन्यवाद। फेरि पनि नमस्कार नवलपरासी, नमस्ते कावासोती, नमस्ते। धेरै धन्यवाद यो मायाको लागि, यो सपोर्टको लागि, यो साथको लागि। यसैले माया गरिराख्नु होला भन्न चाहन्छु। मुरी धन्यवाद छ। आयोजक टिमलाई धन्यवाद छ। यो स्वागतको लागि धन्यवाद, यो मायाको लागि धन्यवाद। सारा संसारले देख्नेछ आज कावासोती नवलपरासीबाट कति माया छ भनेर, होइन त? फेरि पनि कति माया छ? अलराइट, थ्याङ्क यू सो मच। यो मायाको लागि धेरै धन्यवाद छ। आयोजक टिमलाई विशेष धन्यवाद यो स्वागतको लागि। यो नवलपरासीको माया हो, यो कावासोतीको माया हो। धन्यवाद, थ्याङ्क यू। अब नाच्नुपर्छ है। तिम्रो घरको बारी
हो र भन त्यसै हो र तिमीलाई दुख्दा यो मन रोने तिमी हाँसे खुसी हुने यस्तो किन भइरहेछ थाहा छैन यो माया होइन र माया होइन र साँचो माया होइन र यो माया होइन र दुई पाइला मात्रै भए पनि तिमीसँग हिँड्छ मेरो जिन्दगीभरि सँगै भयो भने आहा मेरो जीवन कस्तो होला तिमीलाई दुख्दा यो मन रोने तिमी हाँस्दै खुसी हुने यस्तो किन भइरहेछ थाहा छैन र यो माया होइन र माया होइन र साँचो माया होइन र यो माया होइन र भाग्यमै थियो सायद यो नाता हट्ने छैन अब मनबाट चाहे जीवन जस्तो होला तिमीलाई दुख्दा यो मन रोने तिमी हाँस्दै खुसी हुने यस्तो किन भइरहेछ थाहा छैन र यो माया होइन र माया होइन र साँचो माया होइन र यो माया होइन र देखाइदेऊ न
कति गयो मलाई ठट्टी गर्ने कति गयो ए मलाई ठट्टी गयो ए मेरो फुलमा तिमी ए लागि फुलमा तिमी ए धारा पानी तिरीका ओके साथीहरू म चाहिँ अरू कुराहरू तपाईँहरूलाई देखाएर फेरि भोइस ओभर भन्ने धेरै लागेँ अनि पल साथ चाहिँ तल झर्नुभएको थियो सबैजनालाई म तपाईँहरूसँग सबैजनासँग म भेट हुनेछु भन्दै तल आउनुभएको थियो एकदमै रमाइलो गर्नुभयो अनि हामीलाई पनि रमाइलो लाग्यो मलाई त खासै जान त म खासै त्यस्तो मौसममा हिँड्ने मान्छे त होइन मिचेर बसेको भनौँ न पहिले हिँडेर तर बाबु नानीहरूले एकदमै जिद्दी गऱ्यौँ कि अनि यहाँ बाबुलाई भेट्नको लागि आउनुभएको थियो बाबुलाई भन्दा पनि सबैजनालाई भनौँ न यही नजिकै थियौँ छोयौँ पनि हामीले अनि रमाइलो पनि लाग्यो एकदमै यति गर्मी पलको फ्यान यति धेरै आमामामा म त भिडियो गर्दै थिएँ यति त गाह्रो भएको थिएन मान्छेहरूले पछाडिबाट धकले गरेर यति गाह्रो त भएको थिएन है त्यस्तो गाह्रोमा पनि मैले हल्का फुल्का भिडियो तपाईँहरूको लागि लिएँ अनि म हेर्नु न बिचमा कसरी पसिना भएर भिडियो गरिरहेको छु म खासमा म निस्किने भनेर बसेको थिएँ तर निस्किन सकेन अनि हल्का भिडियो गरौँ भनेर अनि हामी निस्क्यौँ अनि निस्किँदाखेरि माहौल त एकदमै सबैजना कति पल्साको कति फ्यान के बाप्रे यति फ्यान त रहेनछ पल्साजी हजुरको फ्यानहरू त मैले देखेँ आज नवलपुर महोत्सवमा अनि साथीहरू हामी चाहिँ निस्किँदाखेरि नि मान्छे यति धेरै थियौँ नि मैले सब भिडियोहरू क्याप्चर गरेँ क्या अनि साइडमा सामान किनमेल गर्ने मान्छेहरू पनि होला सायद अनि यति धेरै थियो कि अनि हामी चाहिँ निस्क्यौँ घरतिर अनि तिर्खा पनि एकदमै लगाइरहेको थियो कि किनकि हामी हुटिङ पनि गरेको थियौँ नि त अनि डिजे पनि ओ माई गड डिजे त मलाई यस्तो रमाइलो लाग्यो कि मलाई पल्सा आउनुभन्दा रमाइलो मलाई डिजे रमाइलो लगाइरहेको थियो कि त्यही हो साथीहरू साथीहरू हामी चाहिँ नवलपुर महोत्सवमा गएँ अनि आयौँ अनि हामीलाई एकदमै रमाइलो लाग्यो अनि एकदमै धुलो उडिरहेको थियो म चाहिँ नाक छोपेर हिँडिरहेको थिएँ कि अनि हामी गेटतिर निस्क्यौँ अनि यसो हेरेको त दिदीहरू त आएकै रहेनछ अनि हामी पछाडि फर्केर हेऱ्यौँ मान्छेहरू त ओ माई गड कति धेरै अनि दिदीलाई कुर्यौँ दिदी पनि फाइनल्ली आइपुग्नु भयो अनि दिदी चाहिँ यता पछाडि हुनुहुँदो रहेछ क्या अनि कस्तो भोइ चाहिँ कस्तो भयो हिजो करायो अनि हल्का चिसो पनि खाइदियो नि त अनि बाहिर निस्केर यसो भिडियो गरेको त मान्छे त कति धेरै हो बाहिर नि म त आमामा पल्साको फ्यान यति धेरै मैले अहिलेसम्म देखेको थिइनँ फर्स्ट टाइम मैले देखेको ल अनि तपाईँहरूलाई कस्तो लाग्यो आजको भिडियो अनि तपाईँहरू पनि लास्टमा हेरेर इन्जोय गर्नु होला अनि मेरो भिडियो कस्तो लाग्यो अनि तपाईँहरूले कमेन्ट मार्फत भन्न सक्नुहुन्छ अनि मेरो भिडियो कस्तो लाग्यो अनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला ल साथीहरू अनि मैले चाहिँ यति दुःख गरेर भिडियो गरेको छ अनि एउटा सब्सक्राइब लाइक गरेर जानु होला ल साथीहरू मलाई एकदमै लाउँछ कि म चाहिँ पल्साको फ्यान कति धेरै भन्दै थिएँ कि एकदमै धेरै थिएँ कि आजको मौसम एकदमै रमाइलो लाग्यो साथीहरू अनि तपाईँहरूलाई कस्तो लाग्यो अनि हेरेर प्रतिक्रिया दिनुहोला ओके साथीहरू अनि हामी चाहिँ घर गएँ ओके साथीहरू मेरो भिडियो कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु